यस्तो डाँडा पुग्नुपर्छ हामी होइन आज खुट्टाले चाहिँ मान्नै पर्छ कि होइन यत्रो हिँड्नु चाहिँ खुट्टालाई चाहिँ मान गर्नै पर्छ आफूलाई रेस्पेक्ट यो माथिको डाँडा है यो ठ्याक्क हो टपको डाँडा छ त्यहाँ हामी पुर्नु गएको त अस्ति दसैँ अगाडि हामी चम्बादीबाट गएको नि त नि अर्कै रुट हो यो ल टोजेर यहाँ छ खतरा वेट ल ग्याङ आयो ग्याङ बडीगार्ड ठाउँको नाम हाम्रो गाइड आएर छ गाइड यहाँ आएर छ लोकेसन यहाँ के रहेछ हेर्नु त ल पखाउँदा के ठाउँ कहाँ यता गयो कुले खाने रहेछ त यता कुले खाने है हामी चाहिँ होइन चम्पादेवी यता माथि है अनि के हो गुप्तेश्वरी यो लोकेसन छ त यहाँ हेर्नु न चम्पादेवी चम्पादेवी यता माथि यतै माथि रहेछ यता माथि रहेछ अनि यो गुप्तेश्वरी चाहिँ माथि ठाडे यता उकालोपट्टि रहेछ कुले खान्छ यताबाट जाने रहेछ बाटो यही मेन रोड हो है त्यसपछि हामी चाहिँ यताबाट आएको है ठ्याक्कै यहाँबाट यहाँ आइपुग्यो हामी चाहिँ झगडा गर्ने यति नै हो भनेपछि हामी चाहिँ माथि यो टपमा जानुपर्छ डाँडामा ठ्याक्कै यहाँ डाँडामा ल फेरि एकचोटि रिगन एक्सन रिप्ले ल त्यो चाहिँ भस्मासु कुन चाहिँ यता कालो चाहिँ भाग चाहिँ भस्मासु डाँडा हो होइन यताको चाहिँ बानेश्वर डाँडा यो बानेश्वर डाँडा चाहिँ घाँस भएको चाहिँ घाँस घाँस पर्छ सुक्खा घाँस है सुक्खा घाँस चाहिँ सेतो चाहिँ भस्म के अरे बानेश्वर डाँडा उताको कालो भाग चाहिँ के अरे भस्मासुर डाँडा हो ए यो डाँडा छैन हामी चाहिँ ठ्याक्कै दुईटा भस्मासुर पहिले हामी गएको त ल ठिकै छ त त्यहाँ कुनामा पुग्ने होइन दसैँ अगाडि हामी गएको थियौँ हामी बल्ल खाएछ भाइले यो गाडी जान्छ कुले खान्थ्यो है पक्कै पनि थाहा छ मलाई 100%। यो बाटो होइन यताबाट बाटो आमा अब चाहिँ उकालो अब तेल निक्ल्यो अब सिधै उयो घट्छ कस्तो थाहा छ मलाई भनेको पसिना निक्लिन्छ भएको अब वेट चाहिँ घट्छ 2 केजी 2 केजी होइन 2 पाउन्ड चाहिँ घट्छ मिनिमम यो ग्यारेन्टीकै साथ भने मैले तपाईँलाई गुटुटु हिँडेर अब आधा घन्टा उकालो यहाँबाट चाहिँ हामी हिँड्नु पर्ने अनि 1.5 घन्टा लाग्छ अझै 1.5 घन्टा 1.5 घन्टा होइन 2 घन्टा अब किनभने खाना खाँदाखेरि आधा घन्टा रोकिन्छ ओ दामी फुलहरू नि यहाँ चिटिक्क परेको फुल देखेँ यहाँ सही तरिकाले यो कुन फुल हो यो जस्मिन हो जस्मिन वाउ यता पहिले हो यो भाइ पनि रिसार्च पुरा आफ्नो एरियामा आएर पुरा भुके केटोलाई पुरा जुम गर्नु भएको छ यहाँ ल टोक्छ यसले टोक्दैन अनि किन भएको त नटोक्ने भन्छ काम बिना काममा नि त्यो भोक्ने कोहीलाई टोक्दैन भनेको यो रहेछ निक्लिन्छ बाहिर ए बाहिर यो साङ्लो पर्ने उतेलाई देख्यो त्यो राति यसले कति भुक्छ राति यसले हो र त्यसो त म हान्दा टोक्छ क्या जे चोर चाहिँ आउनु पाउँदैन भनेर थाहा भयो आमा एउटा पुरा ह्यान्डसम छ ह्यान्सी पनि पुरै ह्यान्सी उसले भुइँ गएर पुरै खतरा यो किन रिसाएको यसरी ए नयाँ मान्छे यसको अरू ल ल ल कति भुतासम्म भुक्नु पर्ने हेरे गरे केटो पुरै कडा हो जस यता पारेको चम्बादेवी हो यताको कति छिटो आयो जस्तो लाग्यो अरे हो र के पहिरो गएको बाटो ए कति टाइम लाग्छ यहाँबाट यो भस्मासुर जानु लाग्यो यहाँबाट आधी घन्टा लाग्छ
1 घन्टा हिँड्न पुगिन्छ नि 1 घन्टा लाग्दैन है होइन हो ल जाउँ त्यस अब यो हाँगा यहाँ टिप्यो भने यहाँबाट कहिले खोल्दैन खोलेको कस्तो फोन आयो फेरि अझै माथि माथि झन् फुल कमै छ यहाँनिर थाहा छैन कि दामी देखि फुल चाहिँ हो एक दुईवटा फुल झरेछ नि तल नि ओ हावाले झारेछ फुल खोपी लगाएको यो फुल त डर फुलेछ यहाँ त पुरा गुराँसको फुल त माथि माथि टङ्गै रहेछ फुल यहाँ यहाँ चाहिँ गुराँसको फुल छ नजिकै गुराँस डलारी गुराँस है र फुल चाहिँ यहाँ कसले टिपेर गएको छ यहाँको यो हाँगा चाहिँ टिपेर ल्याउनु हुने नि यसरी अरू खोइ अरू ल हामी चाहिँ तल यो तल गएर डाँडाबाट यहाँ हामी ठक्क उकालोबाट यहाँ आइपुग्यौँ हामी ए अहिलेको डाँडा त्यही हो त्यो नाङ्गो भएको डाँडा हो हो र तिमी कहाँ गयो सोचिरहेको तिमीलाई मैले उल्टी भयो कि भनेर फेरि यता बाटो सस लाने कि मलाई त्यसपछि म घस बिचबिचबाट झर्दै आएको त्यो डाँडाबाट चाहिँ यता त बस्नु छ नि भनेपछि तलबाट यहाँ आइपुग्यो म धेरै हिँडेँ हामी कति घन्टा लाग्यो भने त्यहाँबाट 8 9 10 11 12 ठ्याक्क 4 घन्टामा हामी यहाँ उकालो यस्तो आइपुग्यौँ 4 घन्टामा ग्राउन्ड चाहिँ त्यहाँबाट यता आयो चम्बदेवी यतापट्टि यो चाहिँ हो चम्बदेवी डाँडा यो कहाँ त्यहाँ एकछिन जाउँ न त्यहाँबाट कहाँ झर्ने भन्ने कुरा यहीँ बस्ने हो र ल त्यहाँबाट भ्यू कस्तो देखिन्छ भन्ने कुरो है यहाँबाट ल हामी चाहिँ ठ्याक्कै यहाँबाट 4 घन्टाको उकालो बाटो हिँडेपछि चाहिँ हर्पिङबाट चाहिँ हामी यहाँ ठ्याक्कै आइपुगेको छौँ यो डाँडा चाहिँ भस्मासुर डाँडा हिमाल पनि देखिन्थ्यो र हिमालमा चाहिँ पुरै कुहिरो छेकेछ हो यो त चम्बदेवी डाँडा यो चम्बदेवी हो अस्ति दसैँ अगाडि हामी त्यहाँबाट आएको यस्तो उकालो बाटोमा खुट्टा दुखेर पुरै देखिन्छ यहाँबाट हो यही भस्मासुर डाँडा यही हो हामी अस्ति यहाँबाट यहाँसम्म पुग्यौँ होइन तलबाट यताबाट यहाँसम्म पुग्यौँ त्यहाँबाट उता लागिहाल्यौँ कि यता आएनौँ हामी ओहो एकछिन हेरौँ न भ्यू त दामी देखिने क्या डाँडामा चाहिँ वरिपरि खिच्ने हो नि यसै हिमाल देख्यौँ भने अब हिमाल परि त्यो के अरे कुहिरो लगाइसकेको छ भ्यू चाहिँ दामी हो यहाँबाट नि पुरै देखिने यो बहिनी पनि लास्टै खुट्टा गलेसको हुन्छ सायद यसलाई धेरै हिँड्नु उकालो बाटो 4 घन्टा भन्नु कम हो अनि लास्टै हामी हिँड्यौँ है त्यहाँबाट तलबाट म कम हो त गुटुटु हिँड्दै खत्रै हो नि ठ्याक्कै त्यो डाँडामा चाहिँ हामी गएनौँ त्यहाँ त किन जानुपर्ने चाहिँ हो कि जङ्गल सबै निकुञ्ज हो होइन यता पर्दैन शिवपुरी त फेरि यहाँबाट त पारि फेरि चन्द्रगिरी पनि देखिँदो रहेछ न यताबाट हामी गएको थियौँ पोर्छ यता यसले हामी यहाँबाट होइन हौ अझै ठाउँ त यही त हो यही ठाउँ हो यही ठाउँ हो यहाँबाट उकालो गएको थियौँ हामी साँच्ची हो यताबाट जानुपर्ने हामी मसँग गाउँ त्यता पुगिन्छ भ्यू चाहिँ दामी देखिन्छ कुन चाहिँ ग्रुपहरू छ तिनीहरू भनेको नि यो ग्रुप होइन अर्कै आयो जस्तो लाग्यो मलाई तिनीहरूलाई चिन्छ सिडी बजाएपछि हावा त लास्ट लाग्यो सिडी पुरै खडेरी भएको छ है सुक्खा यहाँ आगो लागेको छ कुन चाहिँले
अब यहाँबाट ठाउँ चाहिँ कहाँ छ भन्ने कुरो हो क्या यहाँबाट अब कुरो लगाएको छ खासै राम्रो देखेन वरिपरि है ए अझै त्यहाँ रहेछ ग्रुपहरू गयो उनीहरू हाम्रो चाहिँ त्यहाँबाट देब्रे हो कि कहाँ देब्रेबाट झर्ने हो कि हाम्रो देब्रेबाट गए हुन्छ होइन कहाँबाट जाने हामी चाहिँ यताबाट चाहिँ अलिक बाटो लामो छ होइन अलिक सजिलो बाटो यता चाहिँ ठाडै हो कि अरू कता गयो यस्तो दामी देखिन्छ क्या अन्त पुरै जङ्गल सफारी नै गऱ्यो फेरि पनि होइन यो कसले लगाएको आगो चाहिँ फेरि यहाँनिर हो र यस्तो रुखहरू त मरिहाल्छ यस्तो गऱ्यो भने त नि बिरुवाहरू मर्छ आइरहेको हुन्छ नयाँ नयाँ यस्तो फटाहरू त्यस्तो गर्नु चाहिँ नहुने पनि बाटो चाहिँ अलिक ओह्रालो भए पनि सहिलो छैन लड्यो भन्छ फेरि गयो फेरि भनेपछि यहाँ पनि अब गुराँसको फुल चाहिँ होइन बोटै होइन सरी ल ल ल हामी चाहिँ अब भर्ससु डाँडाबाट ओह्रालो झर्दैछौँ ओह्रालोतर्फ यहाँनिर गुरुडो हरेक खुट्टा चाहिँ डह्रो काम पाउने हो क्या गलेर नि यहाँनिर ओह्रालो बाटो हिँड्नु मजा आउँछ त्यस बेला बेलामा हजुर जुत्ता ठिक छ चिप्लो छैन मेरो भनेपछि अलिक यो बिचमा आएछौँ है हामी जङ्गलतिर टाइम लाग्छ चाहिँ हामी तल पुग्नुलाई अब धर आउँदै हेर धरेर यहाँ चाहिँ सियो हो क्या धरेर खम्बा पिलर सेतो टावर हो देख्यौ नि हो भनेपछि त्यहाँ ठुलै देखिन्छ एरिया है यहाँ त आमा ऊ परेर पुरा घरै घर त हिउँ परे जस्तो पुरा घर हो नि यहाँ देख्यौ भ्याली हो ए चोबाट यता हो चोबाट डाँडा होइन यो डाँडा क्या यो ठ्याक्कै पोइन्टिङ यो मचेकोमा तलको चाहिँ देखेको चाहिँ ए भनेपछि त्यहाँ डाँडा पुग्नुपर्छ हामी लास्टमा कुन गुम्बा यहाँबाट बौद्ध स्टुपा देखिन्छ देखिँदैन नि चोबारको ए भनेपछि हावा त सिरिरै चल त यार तल सम्झौँ न हिँडेर सुरुमा अनि त्यसपछि गाडीमा जानुपर्छ भेटिन्छ अरे नि त गाडी अलिक पर सोद्धाखेरि भेटिन्छ अरे अब भनेपछि गुटुटु हिँड्नुपर्छ ल अगाडि बढ भन्दै हिँड हिँड नि तिमी अगाडि प्लेन त सोधेर आउँछ यहाँनिर बाटो जस्तै बाटो यो भनेपछि कति घन्टा भएछ ठ्याक्कै 2:41 भएछ अहिले सुन्नु नि हामी 1 घन्टा 1.5 घन्टा भयो 2 घन्टामा आइपुगेछ हामीले अब आधी घन्टामा तल पुगिहाल्छौँ यो गहिरामा गाउँतिर त्यसपछि मात्रै हामी गाडी भेट्यो भने चल्छौँ हो ल आफ्नो ठाउँ सम्झेर जानु अलिक अँधेर आउँदो रहेछ यहाँबाट नि भिडियो पनि जङ्गल भएकोले कि अलिक डार्क भयो नि त यो फ्रन्टबाट त होइन हौ क्यामेरै हो कि हो र भनेपछि गौतम बुद्धको स्ट्याचु छ है जस ओह्रालो हिँड्नु पनि छुट्टै मजा आउँछ क्या जस जुत्ता चिप्लो छैन मेरो त अहिले अस्ति चाहिँ चिप्लो थियो मेरो यहाँ बस्नु एकछिन त्यो त हेर ढिलो आउने भयो त्यतिकै एकछिन बस्नु है ल यहाँ त ठ्याक्क सही ठाउँमा हो क्या चिसो हावा भयो ल मजाले
त्यो त आइसकेको हो माथिबाट ल ल ल ल तिमी पछि ल ब्रिटिस आर्मी नै बन्छ ल सक्दैनौ धेरै जिम नगर सुनाउने कुरा यता आउन बाहिर भनेपछि यहाँबाट रोड तल आउँछ थाहा छ मलाई हजुर यहाँ चाहिँ के लेखेर छ भन्दाखेरि चाहिँ कि मिस्टर फिसिट सर्नुपर्छ यता यता ठाउँमा लाग्छ तिमीलाई साँझमा सट्ट माथि आउनु मिल्छ नि जस इभिनिङ वाक गर्नु चाहिँ यता सजिलो हुन्छ एउटा कुरा फाइदा चाहिँ के थाहा छ तिमीलाई मोटो मान्छे चाहिँ बरु यहाँ आएर हल्का आधी घन्टा जिम गऱ्यो भने एनफ हुन्छ कि कस्तो मलाई माथि चढ्ने झर्नी गरे पनि हुन्छ ए खुर्किलो छ नि यो माथि यहाँबाट त्यही माथिसँग गऱ्यो भने सिधै घट्छ 1 महिनामा त कसो नगरेर 2-3 केजी मोटो मान्छेहरू भनेपछि आफै मोटो हुने रहेछ यहाँबाट अनि ए बाटो यहाँ रहेछ ए यहाँ रहेछ बाटो ओ यता रहेछ बाटो भनेपछि ट्याक्कै स्ट्याचु चाहिँ यहाँ रहेछ मजाले टोयलेट कहाँ तल यो परको हो जहाँ भने पनि हाइक गर्ने त भने चाहिँ हेर नि बाटो चाहिँ खतरा कस्तो अरे तिमीको मध्य प्रदेश तराई पर्छ अरे अब त साँझ परेछ यहाँनिर अब काइन्डर यहाँ एकैछिन है बस्छु